हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म त्रिवेणी भ्यू पोइन्ट आएको छु। म हजुरहरूलाई आज यो त्रिवेणी भ्यू पोइन्टको भित्रको सबै देखाउने छु। अहिले चाहिँ म ठ्याक्क त्रिवेणी बर्डरमा आएर हजुरहरूलाई चाहिँ देखाउने छु सबै भित्रको। यो जुन पछाडि देखेको चाहिँ त्यो त्रिवेणी भ्यू पोइन्ट हो। अनि जुन मेरो यो यतापट्टि देखेको यो पुल चाहिँ त्रिवेणी बर्डर, यो चाहिँ सिमाना भयो त्रिवेणीको। म चाहिँ अब भित्र जाँदैछु। भित्र गएर चाहिँ हजुरहरूलाई देखाउने छु त्रिवेणी भ्यू पोइन्टको। यो चाहिँ त्रिवेणी पुलको 52 ढोका भयो। अनि यता चाहिँ नेपालको सिमाना छ, उतातिर चाहिँ इन्डियाको सिमाना छ। म चाहिँ भित्र गएर देखाउने छु हजुरहरूलाई सबै। यो चाहिँ त्रिवेणी भ्यू पोइन्टको गेट हो। आज चाहिँ मैले मान्छे लिएर आएको थिएँ। यहाँबाट चाहिँ यो पारीको उस भयो। यहाँ चाहिँ मेरो अटो छ, हामी यसरी आइन्छ। अब म चाहिँ यो त्रिवेणी भ्यू पोइन्टको भित्र गेटभित्र छिर्दैछु। यो चाहिँ टिकट काउन्टर भयो। यो चाहिँ मेन गेट। यो चाहिँ भित्र छिर्ने बाटो भयो। यो चाहिँ टक्क लाएर पहिला यो झिलिमिल छ, पारी उतापट्टि चाहिँ त्रिवेणी भ्यू पोइन्ट लेखेको छ। म चाहिँ आउँदैछु आज चाहिँ। अहिले चाहिँ नयाँ थपेको के भन्दाखेरि यो ड्याम साइट भनेर चाहिँ यो चाहिँ नयाँ हाल्नुभएको रहेछ। यहाँ पहिला चाहिँ यो थिएन, यो ड्याम साइट भन्ने थिएन। त्यो चाहिँ किचन भयो, किचन बसेर खाने फ्यामिलीसँग चाहिँ त्यो भयो। यो चाहिँ यस्तो छ भित्र। उतापट्टि चाहिँ म्याच भइराख। म चाहिँ अब यो भित्र जाँदैछु। भित्र खेलाउनेहरू नि देखाउँछु। खेलाउने बच्चाहरू खेल्ने ठाउँहरू छ। यो चाहिँ मेन भयो। त्यहाँ चाहिँ क्रिकेट भइरहेको रहेछ। क्रिकेट मेन बच्चाहरू खेल्ने ठाउँ चाहिँ यता छ। यो चाहिँ हाम्रो किचन भयो। माथि नै बसेर खाने ठाउँ छ। फ्यामिलीहरू आयो भने चाहिँ त्यहाँ बसेर खाने हो टक्क लाएर। यो चाहिँ पिङ रहेछ त्यहाँ। अनि यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ। यहाँ चाहिँ बच्चाहरू आयो भने चाहिँ बच्चाहरूको लागि सानो सानो मूर्तिहरू खेलाउनाहरू बनाइदियो। घुमेर बस्ने। यहाँ चाहिँ मोटु पात्लोको जोडी छ। मोटु पात्लो यहाँ त खरायो। यो चाहिँ बच्चाहरूको लागि खेल्ने ठाउँ रहेछ। यहाँ चाहिँ यो सबैभन्दा बेस्ट चिज, यहाँ चाहिँ शिवजीको मूर्ति मतलब लोगो चाहिँ रहेछ यहाँ। पहिला यो पनि थिएन, यो नि बन्दै गरेको होला अहिले चाहिँ। पहिला चाहिँ यो बनेको थिएन। हेर्नु ल, यो लाइटले गरेर अलि देखिएन, नत्र यो चाहिँ शिवजीको। ल हेर्नु, शिवजीको, यो चाहिँ शिवजीको लोगो छ। पहिला चाहिँ यस्तो थिएन। यो चाहिँ अहिले चाहिँ बनेको हो सबै। शिवजीकै हो, तर हेर्दा चाहिँ मैले गौतम बुद्ध जस्तो देखेँ, तर शिवजीको मूर्ति हो। हातमा त्रिशूल छ, उस छ। अनि यता छ त्रिवेणी भ्यू पोइन्ट लेखेको चाहिँ यो छ। खराएको जोडीहरू त्यहाँ छ। अनि म चाहिँ यहाँनिर आज यतै गाउँको दिदीहरूलाई लिएर आएको छु चट्ट लाएर। यो पारी बच्चाहरू खेल्ने चाहिँ यो उनीहरू भयो। त्रिवेणी भ्यू पोइन्ट चाहिँ मेरो अहिलेको भाइरल ठाउँ यो भयो। त्यहाँ चाहिँ उस रहेछ, यो बसेर खाने कटेजहरू बच्चाहरू खेल्ने। अहिले नि बनाउँदै रहेछन् धेरै नयाँ नयाँ। टन्नै हुन्छ अहिले त। अब सिजन छ, चिसो महिनामा। मेन कुरो ठाउँ चाहिँ त्यहाँ छ। क्रिकेटको नि सुविधा छ, क्रिकेट चलिरहेको फेरि हो। यहाँ चाहिँ झुलुना छ, झलाउन चट्ट लाएर। अब म चाहिँ बाहिर जान्छु, यसो बाहिरतिर हेरेर आउँछु। यहाँ चाहिँ हेरिसकेँ। अब यो हेरेर चाहिँ बाहिरतिर जान्छु। उता बर्डर साइडतिर जानु पर्यो। मेन चाहिँ यही हो। नजारा भनेको चाहिँ यही हो त्रिवेणी भ्यू पोइन्टको।
यस्तो छ यो नजारा चाहिँ। अब अझै मान्छे अझै यो सुरुमा झन् चल्ला झन् क्या मान्छे छन्। अहिले अलिकति कम भएको। त्यहाँ चाहिँ उता म्याच चलिरह। मेन किचन यो उता त्यो। म चाहिँ अब उता चाहिँ गइनँ। अब म चाहिँ सिधै बर्डरतिर जान्छु उतातिर। कहाँसम्म जान दिएको रहेछ वहाँ गएर आउनु पर्यो। अब यहाँ चाहिँ यो सक्यो। अब मैले हेरेर भ्याएँ। अब त्यो दिदीहरू चाहिँ अरूलाई लिएर आएको अटोमा। अब उनीहरू चाहिँ कति बेला सक्छन्। सकेर भ्याएपछि बल्ल जाने फेरि बर्गार जानुपर्छ त्रिवेणीबाट त्रिवेणी ड्याम साइड। अनि यो दिदीहरूलाई लिएर छोडेर घर जाने पर्छ। अनि 4-5 जनाहरू हुनुहुन्छ। 5 जनालाई लिएर आएको छु। अब अहिले 8-9 बजीतिर कति बजे निस्किनुहुन्छ। अनि त्यसपछि बल्ल जाने। अब म चाहिँ बर्डर साइडतिर जान्छु। यो चाहिँ मेरो अटो हो। यहाँ चाहिँ त्यहाँ चाहिँ मेरो अटो छ। अब चाहिँ म उता त्यो पुलको चाहिँ उतापट्टि जान्छु। म त्यहाँ गएर देखाउँछु म हजुरहरूलाई सबै। त्यहाँ जान्छु। त्यहाँ चाहिँ यो बर्डर चाहिँ 8 बजेसम्म 8 बजेपछि बन्द हुन्छ। 8 बजेसम्म चाहिँ खुल्छ। 8 बजेपछि चाहिँ यताको नेपालको मान्छे नि इन्डिया जान पाउँदैन। इन्डियाको मान्छे नि नेपाल आउन पाउँदैन। अहिले चाहिँ चलिरहेको गाडीहरू आउने जाने भइरहेको। अब 8 बजे चाहिँ अनि सबै बन्द हुन्छ। आवाज जावत बन्द हुन्छ। म अब उतै जाँदैछु। यस्तो छ यो चाहिँ। अगाडि चाहिँ सानो सानो होटलहरू छ। मेन बजारमा चाहिँ। अनि यहाँ चाहिँ स्पेसल त्रिवेणी आएर चाहिँ मान्छेहरूले खाने भनेको माछा। अनि त्रिवेणीको माछा र माछा खान आउँछन् धेरैहरू। यो चाहिँ त्यही हो। म तपाईँहरूलाई चाहिँ उतैतिर गएर चाहिँ देखाउँछु। त्रिवेणीको बेस्ट भनेकै माछा भन्छन्। माछा खान आउँछन् धेरैहरू। यो चाहिँ सब सानो सानो होटलहरू हो। अनि चट्ट लाएर चाहिँ यस्तो छ यो चाहिँ। यहाँ चाहिँ खानेकुराहरू पनि सस्तोमै पाइन्छ। राम्रै पाइन्छ। यस्तो छ। यहाँ चाहिँ अब इन्डियनहरू आउँछन्। अनि रक्सीहरू खान्छन्। टक्क लिमिटमा खाएर चाहिँ फर्केर जान्छन्। फेरि 8 बज्ने बित्तिकै नेपाल आएर रक्सी खान्छन्। अनि फेरि इन्डियातिर फर्किन्छन्। अनि 8 बजे त बन्द हुन्छ। 7 बजीतिर चाहिँ फर्केर चाहिँ जान्छन् सबैजना। अब त्यहाँ चाहिँ म बर्डर जाँदैछु। यो चाहिँ मेन सिमाना चाहिँ हो। यो गेट कट्ने बित्तिकै चाहिँ सिमाना आउँछ। त्यहाँ गएर चाहिँ म त यहीँको हो नि। त्यहाँ गएर चाहिँ यो मेन सिमाना हो चाहिँ। ए माछा हो कि माछा स्पेसल यहाँको। मेन सिमानामा चाहिँ यो बर्डर हो। त्रिवेणी बर्डर चाहिँ यो हो। यो चाहिँ चौरा भयो त्रिवेणीको। यो चाहिँ भ्यू पोइन्ट जाने बाटो। यो बर्डर भयो। यता गयो भने चाहिँ त्रिवेणी घाट मत्स्यधाम चाहिँ पुगिन्छ। यो बाटो गयो भने चाहिँ बर्दाघाट पुगिन्छ। यो त्रिवेणी बर्डर। अब भित्र जान पायो भने चाहिँ म जान्छु। यसो अलि उतासम्म हावा खाएर आउँछु। तर रोक्न चाहिँ रोक्दैनन् के अरे अहिले। 8 बजेसम्म चाहिँ पाइन्छ जानलाई आउनलाई। 8 बजेपछि चाहिँ बन्द हुन्छ। कोहीलाई नि आउन नि दिन्न जान नि दिन्न। 8 बजेसम्म हुने हो। यो मेन यो 52 ढोका। यसमा चाहिँ मान्छेहरू अब हामी चाहिँ त्रिवेणीको मान्छेहरू चाहिँ इन्डिया जान पर्यो भने यो बाटो हुँदै गइन्छ। योबाट वहाँसम्म छ
उतैसम्म छ, टाढैसम्म छ 52वटा ढोका। अब म उतै पुग्दिनँ, हेर म अब कहाँसम्म हुन्छ, कति बज्यो। त्यहाँबाट चाहिँ यस्तो देखिन्छ त्रिवेणी भ्यू पोइन्टको भ्यू। यो चाहिँ यता भयो पारी। म चाहिँ जान्छु एकचोटि वहीँसम्म जान्छु। यहाँ चाहिँ सब इन्डियन बाइकहरू हुन्छ, इन्डियन चल्छ धेरै जस्तो। नेपालको चाहिँ आउन त आउँछ, तर फेरि भन्सार काटेर के भन्छ त्यो काटेर चाहिँ जानुपर्छ। अनि त्यहाँ गएर चाहिँ बल्ल 24 घन्टाको लागि हुन्छ। 24 घन्टाको लागि काट्यो, 24 घन्टासम्म घुम्यो आयो, के गर्नु छ गरेर आफ्नो काम बनाएर आउने। अनि वहाँ पारी छ फेरि। म अब उतै जाँदैछु, उहाँको सिमाना पनि देखाउँछु, देखाउन मिल्यो भने। नत्र भने त त्यहाँको इन्डियन पुलिसहरू त कडा हुन्छ क्या। फेरि त्यहाँको एसपीहरूले त भिडियो सिडियो बनाउन पनि दिन्न, नेपालको जस्तो हुँदैन। त्यहाँको त कडा हुन्छ, भिडियो बनायो भने पनि फर्काउँछ। जान्छु म एकचोटि त्यहीँ गएर नि यसो अलिअलि भिडियो बनाउँछु, पारी जान पायो भने। म देखाउँछु हजुरहरूलाई त्यहाँ पुगेछु। म चाहिँ पारी जाँदैछु, इन्डिया पारी। यो जुन मेन यो देखेको ढोकाहरू छ नि, यो चाहिँ 26वटा नेपालको, 26वटा चाहिँ इन्डियाको हो। यो त पानीको साउन्ड आइरह, पानीको साउन्ड आइरह उतातिर। अनि यता पनि आएको छ। म पारी नै गएर चाहिँ एकचोटि भिडियो बनाउँछु। अब बनाउन दिन्छ कि नै। अनि यो हुन त यो पुल सिँगै नेपालकै हो, सबै नेपालकै हो, नेपालकै उस पर्छ। तर त्यो बेलामा चाहिँ नेताहरूले के गरेर चाहिँ भाडामा दिएको, लिजमा दिएको, कति वर्षको लागि, 100 वर्षको लागि है, कति वर्षको लागि दिएको हो। अब चाहिँ यो सकिँदैछ, 100 वर्ष सकिन्छ। अनि त्यसपछि चाहिँ सायद नेपालकै हुन्छ होला। म चाहिँ अब पारी जाँदैछु। अझै वहाँ छ, उता टाढा छ अझै। यो त आधा आयो भर्खरै। कति पुल आयो भन्दा बल्ल 23वटा, 23 नम्बर अझै छ। अब 23 भनेपछि अझै 23वटा आयो, वहाँसम्म छ। म देखाउँछु हजुरहरूलाई। अब यो चाहिँ उतापट्टि चाहिँ अब इन्डियाको बोर्डर आउन लागिसक्यो, सिमाना। त्यहाँ चाहिँ अब गाडी साडी चेक हुन्छ, इन्डिया जाने चेक हुन्छ। अब म आउन लागिसक्यो। त्यहाँ चाहिँ अब जस्तै नेपाली जान पऱ्यो भने चाहिँ त्यहाँ गएर चाहिँ त्यहाँको उसमा नाम टिपाएर, गाडी नम्बर टिपाएर चाहिँ बल्ल हामी इन्डिया छिर्न पाइन्छ, नत्र पाइन्न। अनि तर टिकट चाहिँ लिँदैनन् उनीहरूले, गाडी नम्बर टिप्छन्। अनि कहिलेसम्म के गर्न जान लाग्यो यताउता सोध्छन्। अनि त्यसपछि सबै भएर चाहिँ अनि जान दिन्छन्। फेरि आएपछि गाडी नम्बर टिपाउन पर्यो, अनि गाडी नम्बर टिपाएर चाहिँ फेरि आउन पाइयो। म चाहिँ अब यो पछाडिपट्टिको भ्यू पोइन्ट देखाउँदैछु। भ्यू पोइन्ट सरी, यो बोर्डर देखाउँदैछु। अब त्यहाँ दिन्छ कि नै, आउन लागिसक्यो। म त्यहाँनिर हो, यो चाहिँ बोर्डर हो। त्यहाँ चाहिँ बोर्डर छ। अब त्यो बोर्डरमा चाहिँ अब सायद भिडियो बनाउन त दिन्न होला। एकचोटि म नि यतैबाट गर्छु, वहाँ त जान्न, कराउँछ पुलिसहरूले। यो चाहिँ मेन बोर्डर हो, इन्डियाको बोर्डर। यहाँबाट चाहिँ बल्ल हामी उता जाने, यता जाने। यहाँबाट उता भयो, यो सिमाना भयो। इन्डियाको मेन सिमाना चाहिँ यो भयो। यहाँ चाहिँ हामी उयो चाहिँ त्यो चाहिँ हाम्रो चाहिँ सामानहरू चेक गर्ने टक्क मिसिन छ त्यहाँ चाहिँ। त्यहाँबाट उठ्छ यसरी। यहाँ चाहिँ सशस्त्र प्रहरी सीमा बल रहेछ। यो यस्तो छ। यो बाटो गयो भने चाहिँ त्यो बाटो चाहिँ इको पार्क पुग्छ इन्डियाको। त्यहाँबाट चाहिँ मलाई करायो भिडियो बनाएको, बत्ती बालेर चाहिँ करायो। अब म फर्किँदैछु, भिडियो बनाउन नदिँदो रहेछ। त्यहाँ गएको, त्यहाँ बत्ती सत्ती बालेर चाहिँ करायो। बालिराख, हेरिराख। अब म जान्छु, उतै जान्छु। त्यहीँ गएर चाहिँ अब यसो आजलाई म नै अन्त्य गर्दैछु यो भ्लग। हेरेर सबैले साथ दिनु होला, माया देखाइदिनु होला। अब कराइहाल्यो। अब सकेसम्म चाहिँ डेली आउँछ यो भ्लग चाहिँ।
डेली ल्याउने कोसिस गर्छु। माया देखाइदिनु होला। सबैलाई बाई बाई।